पिकनिक जंगलमा आज मंगल हुँदैछ। गाई पार्किङ स्थल यही हो। भेट्यो हाम्रो छोरो ल भ्लग बना यसरी है अनै छ। हेलो गाइज यहाँ के भन्छ यसलाई दाजु एउटा लोरो ल्याउनु न यार अलि लामो अगाडि चोके भएको। दिदी हामीले के त्यो टिपिरा रे के गर्ने हो भाइ लानी ल यो त उसरी हो नि यार के टिपिरा हामीले लाली गुराँस यो नक्कली लाली गुराँस टिपेर बस्छ। अङ्कलले टिप्नु भइरहेको है हाम्रो अङ्कलले यहाँ हुनुहुन्छ यी अङ्कल हाम्रो यी अनि हामी यहाँ पिकनिक मनाउन आएको पिकनिक यही कालोपाण्डे डाँडातिर। अनि हो यही हो यही अङ्कल यो हुन्छ यसले कहाँ भेट्छ त यो भन्दा सानो छ अब अनि अर्को कहाँ छ त भयो उता अर्कोतिर टिपुम ल्याउनु अनि यहाँ बाटो हैन त्यहीबाट गर्न अनि यहाँ मोही रहेछ यहाँ बहिनी चाहिँ हाम्रो यहाँ बहिनी हेरे ल ल ल मम्मी जाऊ मम्मी जाने भन्छ अङ्गुल फर्स्टदेखि एउटा न्यू बनाऊ न यही हुन्छ फेरि अर्को पनि के एउटा खै कतिवटा भयो त कलेक्सन ल फुलको ऊ त्यहाँ राखिरहेको छु रुखमा फलिरहेछ। दिदी मजा कहाँ राख्दे गाइस खानी हो हामी त हामीले रहेछ लाली गुराँस टिप्ने मान्छे ब्लगमा बन्द फर्स्टदेखि बनाउनु पज गरेर नबोल्ने त्यतिखेर म त खिचिदिने हो मैले त अनै गरेर छु यहाँ लाली गुराँस टिप्ने मान्छे यहाँ लाली गुराँस छैन अब त सुकेको छ सबै उद्या रहेछ अङ्कल उद्या माथि उद्यो खिचिदिउँ खै क्या लिउँ न अर्को पनि खानु हामीले दाउरा भेट्यौ है दाउरा भेट्यो हामीले दाउरा भेट्यो दाउरा भेट्यो दाउरा छ्या कस्तो बोकाको न कस्तो बोकाको न छ्या यहाँ पनि गर्न छि यहीँ छ यु हेर निकाल्दिउँ रिता एकछिन जम के किने दालमोट बाबा पैसा दिनु किन दालमोट किन्ने तान ल्याउँदै तल बसेर ल्याइ उद्या त्यो त्यहाँ छ दिनु न यही छ पसल छ उ त्यहाँ तल छ त हो चटपटे पसल त वहाँ तल म अघि हेरेर आएको 1 किलोमिटर तल हो र यो टर्निङमा थियो हैन होइन
हिँड्नु न त बाबाको बाइक एकछिन गएर जाम न बाबा नबाद नबाद धेरै नाटक नगर है जाम न पर्दैन अब यहाँ यत्रा चिकनको सबै त खान्छ यो भिक्टोरी चाहिँ यो दाउरा दिक्छ सबै चाइकनको सवेटा चाइकनको सवेटा उतैबाट ल्याउनु पर्ने त ओइ के खाएको के खाएको के खाएको के खाएको सुन्तला यम्मी छ रहन्छ भने अहिले मिठो छ मिठो छ उ बास्ना आइसक्यो है मलाई त अरू यहाँ एउटा ऊ यहाँ नि रहेछ त रुख त यहीँ रहेछ त रुख पनि मस्ती रहन त अङ्कल त पनि भन्दा माथि जाने त्यही त भनिरहेको के खाएको तिमीले पाक्ने बेला चाहिँ भाउ तिमीले के खाएको टाइम चाहिँ पाकिसक्यो होला जस्तो लाग्छ सुन्ताना नै खाएको हो भाउ के यसलाई निकालेर है के खाएको सुन्ताना न त्यो मैले बनायो यस्तो छेडिने यो खालको कसरी खाएको फल परिहाल्छ अनि गाइज दाजु नि यहाँ पाके खेन जस्तो लाग्छ लाइक चाहिँ गरिदिनु पर्यो कि खाइदिने हैन रे कतिवटा गरे होला मेरो यो यो छ नि यो यसकै तलपट्टि त्यही छ है त्यसलाई चाहिँ यस्तो 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 गरेर हाल्ने नेचुरल होइन के त्यो फ्लेभर कस्तो तान्ने म सकिन त्यही जिर ल्याउँछ अब राम राम ट्यापटा होला है राम राम मरौठी अब बोले आयो हेर्नु त अहिले त्यो हावै पास राम राम मरौटी डढिसकेछ डढेर के कति छ एउटा तिनटा नि कतिवटा छवटा हैन छवटा राखे हैन अब काम लागिराखे यार यही अनि अर्को बनाउँछु स्टिक चपस्टिक बल्यो है अब पहिला बन्छ ल चपस्टिक बनाउनु गएको जाम चाक्से कौडी कुरो केही छैन त्यही दाउरामा गर्छ जोक रमाइलो हुन्छ। अगाडि ल्याब बियर ब्लग भनेर जोक रमाइलो भइसक्यो रिता जोक रमाइलो यस्तो नेरी बिजोग रमाइलो त्यो त मजाले तातिस त सुन्नेको विषय शून्यको विषय हुनु भयो नानी कुरा के गर्छन् उता गीत बजिरह हामी नि गीत बजाउने कुरा ल्याएर नुनै नुन छ अनि नुन हाल्यो भए पानी हाल्नु पर्दैन त्यही भएर यसमा मिठो हुन्थ्यो चिउरा दाल मोठहरू सबै मिक्स गरेर त्यसैले दाल मट्किनु भने तिमीहरू चिउरा दालमा चाहिँ ल्याउनु पर्थ्यो कि पोलेर मर्यो त्यो जाली ल्याउनु नि ल्याउँछन् है म गुर्जा रापाल्छु बाबा चपस्टिक दिन्न बाबा चपस्टिक दिन्न ल साह्रो भएर बेबीले यो खान सकेन म त किन्न बाबु त्यसो ल ल नि त आज बनाएन नि मलाई पानी दिन्न अस्ति नपाकेर रहेछ सानो बहिनी पानी दिन्न मलाई आज फेरि यो बढी चढ्यो कि होइन यो फोइलमा यस्तै हो कतै डर्ने कतै डर्ने है आगो लागेतिर आजको लागि याद तिमीलाई ओ कापतिलाई पानी चाहियो लाइक शेयर कमेन्ट गरिदिनु होला ल यहाँ छ पानी यता बस्छ दिन्छु यहाँ हो बाई बाई